गाइज भक्ति दाईबाट केटी पटाउने नयाँ तरिका हेर्नुहोस् त। अनि तपाईँ भिडियो त हेर्नुहुन्छ तर च्यानललाई सब्सक्राइब गर्नुहुन्न। किन के हुन्छ र पैसा लाग्दैन। त्यसैले सब्सक्राइब गर्नमा तपाईँको के जान्छ र सब्सक्राइब गरिदिनु होला। अहिले चाहिँ यो भिडियो हेर्नुहोस् त। ओइ ओइ तेरा राख्दा चाहिँ आसिन हजुर त सिंगल हैन अन्त सिंगल त हो अन्त कहिले चाहिँ देखिस् डबल तो म पनि त सिंगलै हो तो चाहिँ म पनि सिंगलै हो नि भाइ। यो चाहिँ सिंगल नै चाहिँ बुढो गर्ने हो म पनि सिंगल। अन्त अनि सबै केटाहरू सिंगल छ भने चाहिँ यत्रो संसारमा केटीले चाहिँ के गर्दैछ हौ यहाँ? अब यो बोच म उठाउँछु तेरो दादाले बोच उठाउँछ हो सबै केटी म बोच उठाउँछु केटीहरूको बोच अब भनौँ न अब म ह्यान्डल गर्छु भनौँ न ल आज जिम्मा दियो घरि तै लगा तर एक काम चाहिँ गर्नु पर्यो। के चाहिँ काम लु भन्न ल कतिको चाहिँ बोझ उठाउँदैछस् कि? उठाउँछु अरे केटी पटाउनु के छ र लुगा पटाएको त हो नि सक्छस् कि? आरामले नि किनेछ त छ नि दोकानी अहो यो काम गर्न चाहने हजुर त्यसलाई आई लभ यु भन्नु पर्यो नि, त्यसलाई पट्टा देखाउनु पर्यो नि पहिला। अच्छा जा त जा मिलिक्कै पटाइदिन्छु नि जाना अब रसिलो गाला भएको बहिनी यहाँ आउँ त एकछिन कुरा थियो तिमीसँग अलिकति कस्तो बोल्दै नजानेको केटा रहेछ हौ तेरो बहिनी हो म। यो के खालको बहिनी रहेछ अलिक चियाको पैसा पनि दिँदैन खै घरिले आई लभ यु भन्नु पनि दिएन नि हौ सिङ्गलै ठिक रहेछ हौ अहिले कसरी बोलाएको तैँले अनि लाल मक्कै दिन्छु अन्त कस्तो रातो गाला भएको कालो गालाहरू भन्ने बोलाएको केटीहरूलाई इम्प्रेस गर्नु सक्दैन रहेछ। रातो काला भन्दा चाहिँ के उसको के भयो राम्रै त भन्यो नि अनि रातो काला छ रातो काला छ बोलाउने पनि तरिका हुन्छ नि त। ओ बहिनी तिम्रो रातो गाला भन्दा हुन्छ अन्त। अनि तिमीहरूको राम्रो छ र सिङ्गल छ त बोली चाली यो बहिनीलाई चियाको पैसा दिँदिनँ म रिस उठिरहेको छ मलाई ल चियाको त कहाँ तैँले दिने हो मैले दिने हो नदे तैँले अनि आँट न एकताल यो झ्याबाट हेरेर चाहिँ म नाच्नु पर्यो। हेन दिनु त भाइ यसले नै उयो गर्दै यसले लुज गर्दै यसले उयो क्यारेक्टर नै अन्त कहाँबाट बिस्तारै हाने भन्नु नि वात्रो अम्लाले दिएन